नमस्ते। आज म हजुरहरुलाई चाको सलाद बनाएर देखाउने छु। यो चाहिँ स्पेशली माघे संक्रान्तिमा बन्ने गर्छ। यसको लागि चाहिने सामानहरु आधा किलो गुड, 2 मुठी जति भुटेको बदाम र 2 चम्चा जति घिउ। अब यसलाई बनाउन सुरु गरौँ। मैले यसमा गुड राखे, 1 कप भन्दा अलिकति बढी पानी राखे। गुड चाहिँ पानीमा सबै पगाल्नु पर्छ। यो गुड चाहिँ पग्लिसकेपछि छान्नु पर्छ। यसबाट चाहिँ मैलाहरू निस्किने गर्छ। र यसलाई फेरि पकाउनु पर्छ। र यसलाई चलाइराख्नु पर्छ बिस्तारै बिस्तारै। यसको पानी जति सबै सुकाउनु पर्छ। त्यसपछि घिउ राख्ने। यसलाई चलाउँदा चलाउँदै यो चाहिँ बाक्लो भएर आउँछ। एकदम डार्क ब्राउन बनाउनु पर्छ यसलाई। अब ग्यास बन्द गर्दिम र बदाम राखेर एकछिन चलाउने यसलाई। यो प्लेटमा चाहिँ मैले अघि नै तेल लगाएर राखेकी छु। तेल लाउनै पर्छ, नत्र भने टाँसिन्छ। र यसमाथि चाहिँ मैले यो चाकुलाई खनाउँदै छु। अब यसलाई 1 रात जति त्यतिकै छोड्दिने र भोलिपल्ट बिहान यसलाई फुटाएर खाँदाखेरि एकदमै मिठो हुन्छ। लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला।